डक्टर शशाङ्कको ठुलो फ्यान हो। डक्टर शशाङ्क दाइ चाहिँ एक्चुअली उता जानुभएको छ। हेलो वेलकम ब्याक सबैजनालाई मेरो न्यू भ्लगमा। अनि त्यसपछि आज चाहिँ धेरै पछि मैले भ्लग लिएर आएको छु। अनि आज चाहिँ के गर्न जान लाग्यो यिनीहरू भन्दाखेरि यो देख्न सक्नुहुन्छ, यो चाहिँ यो काउसोदी बजार। अनि त्यसपछि हामी चाहिँ जान लागेको छ, मिजु चाहिँ भित्र गइसक्नु भयो। हामी चाहिँ जान लाग्यो आज ब्लड डोनेट गर्नको लागि, पोजिटिभ काम गर्नु पऱ्यो नि त। यो देख्न सक्नुहुन्छ रेड क्रस सोसाइटी। अनि त्यसपछि हामी चाहिँ हामीलाई टक्क लाएर अब ब्लड डोनेसन गर्ने कार्यक्रम हुँदैछ है। हाम्रो चाहिँ मिजु र मेरो चाहिँ साथीभाइको गोल हुन्छ नि एउटा, टक्क लाएर सँगै अरूको साथीभाइहरूले राइडमा के गर्छ थाहा भएन, हामीले चाहिँ ब्लड डोनेट गर्न आएको पहिलोचोटि सँगै जाँदैछौँ अर्को तलामा। हजुर यो हजुरको त्यो त्यहाँनिर साटिएको ओ माई गड, सुरुमा चप्पल साटिएको छ। त्यही गर्नु त हामी गइरहेको छौँ, यहाँ देख्न सक्नुहुन्छ दोस्रो तलामा। अब चाहिँ हामी ब्लड डोनेट गर्न ठ्याक्कै यहाँ गइसकेको छ। सब हाम्रो भइसकेको छ। मिजु ठ्याक्क बस्नु आउनुभएको छ। हेलो मिजु, कस्तो लागेको छ सँगै साथीभाइको गोलको लागि? ल हामी त साथीभाइ भएर सँगै ब्लड डोनेट गर्न लागेको छौँ है। सबजना हेर्नु होला भिडियो चाहिँ अन्तिमसम्म। उहाँले दिने बेलामा उ गरिहाल्नुहुन्छ नि, कराएर स्टार्टिङ हुँदैछ ब्लडको। फर्स्टमा मिजुको यस्तो सामान आउँदैछ टक्कला यहाँबाट, यस्तो माथिबाट होला जहाँसम्म लाग्छ मलाई त। त्यहाँ बाहिर क्या, मलाई त त्यो बाहिर तर मलाई छोरा मान्छे मैले त टिटीको सुई नि कति भयो नलाग्यो। टिटीको सुई नि लाउनु पर्छ, 6 महिनामा लाउनुपर्छ भन्छन् के कति मिजु पनि खतरा स्ट्रङ मान्छे हो नि त होइन। मिजुको ब्लड, अब यो ब्लडले कसैले जिन्दगी पाउनु भयो हो कि होइन मिजु? मेरो पालो मेरो मोबाइलकोले सबै दिन्छ कस्तो अहिले यहाँनिर सबै मलाई सुईदेखि सब बनाएर लाग्यो। सिधै गर्नु त यो अनि साथीभाइको गोल भनेको तर यस्तो गर्नुपर्छ कि यहाँ स्टोरी रहन्छ क्या हजुर माथि देखेको माला मात्रै हुन्छ। मजाले लेख्नुपर्छ फेरि ठ्याक्कै देखियो त्यो हामी यहाँ यो निस्केको छ त तर यो खेलाची गरेर जस्तो हुन्न नि त। यो त एकदम धेरै ब्लड चाहिन्छ नि त्यसमा। ब्लड बडी निस्किँदैन निक्लिन्न, हामी हेरेर हुन्छ सबै थाहा हुन्छ है। कुटी बस्नु, हात नचलाउनु, डर लाग्यो त्यही भयो भने भन्नु है। के नि नआउँदो रहेछ बिस्तारै एकदम कम्फर्ट नि कि कति आनन्द आउँदो रहेछ पिसे उसको त भरिसक्यो, यस्तो ब्लड छ है। रगत नि कस्तो ड्यामेज होला। यस्तो ड्यामेज भएर हाई बडी भएर हो, केही हुँदैन, राम्रो हो नि त। मेरो एक्चुअली लास्ट समस्या थियो रगतमा, त्यो डब्लुबिसी कम भएर। मेरो चाहिँ एक्चुअली डब्लुबिसी कम भएर सिट गर्दै थिएन होइन।
असार 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 16 गते चाहिँ हाम्रो फेरि ब्लड दिन मिल्छ। त्यतिखेर चाहिँ कसैलाई ब्लड आवश्यक पऱ्यो भने बी पोजिटिभ ए पोजिटिभ भाइ कसैलाई चाहियो भने चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। टक्क लाएर अब हामीले चाहिँ दिइसक्यौँ सबले। एकचोटि देख्न सक्नुहुन्छ हामीलाई हातको हेर्नु ल। फ्युचर यो चाहिँ फ्रेन्डसिप गोल हो। हामी टक्क लाएर जाँदैछौँ। तर कति छिटो निकाल्दो रहेछ सर एकैछिनमा आयो। कति 5 मिनट लाग्यो? 5 मिनट लागेन है। अब गयो हामी टन बाइक सबजनालाई दुईटा जिन्दगी बस्ने भयो भने त मिजो कस्तो खुसी लाग्यो तपाईँलाई? हामीलाई म चाहिँ एकदम डक्टर शशाङ्कको ठुलो फ्यान हो। डक्टर शशाङ्क दाई चाहिँ एक्चुअली उता जानुभएको छ। डक्टर शशाङ्क दाईलाई चाहिँ भेट्नु ठुलो रहर छ। टक्क लाएर अब चाहिँ यहाँबाट भनिदिन्छ बाई हामीले चाहिँ ब्लड दिइसकेको छ। अनि सबजनाले चाहिँ ब्लड दिन आउनु होला त्यही भन्न चाहन्छु। खासमा एकचोटि चाहिँ हो यहाँ बाहिर क्याम्पिङ भएको बेलामा चाहिँ गर्न मन थियो कि मलाई। यहाँ चाहिँ ए पोजिटिभ एकदम रगत आवश्यकता छ। सबैजना आउनु होला। मेरो पनि ए पोजिटिभ है। ए पोजिटिभ अनि मिटिङको चाहिँ बी पोजिटिभ। हामी पोजिटिभ हो नि त त्यही भएर भाइ मिल्छ यो चाहिँ। रोड क्रस गर्दा चाहिँ नातिकन रोड क्रस गर्ने। अनि हामी जाँदैछ। हाम्रो बस चाहिँ उता पर्खिरहेको छ उहाँ साथी लाग्दो बस चाहिँ। अब हामी यसरी त्यहाँनिर डुल्न जानु एकचोटि काम चाहिँ के गाडी हेर्नु टक्क लाएर यो फलफुल चोकको चाहिँ फलफुलको बजारहरू देख्न सक्नुहुन्छ। हल भइसकेको छ। हामी ब्लड दिएर मस्त हिँडिरहेको छ हामी बजार घुम्नलाई। अनि त्यसपछि अबको 3 महिनापछि फेरि ब्लड दिन मिल्छ अरे। अनि त्यसपछि आज डेट चाहिँ कति अरे? आज 2081 साल 12 महिना 16 गते होइन। भनेपछि 16 भनेपछि वैशाख जेठ असार 16 गते। अबको 2000 यो 82 भयो। 2083 सालको असार 81 भयो। 82को असार 16 गते चाहिँ हाम्रो फेरि ब्लड दिन मिल्छ। त्यतिखेर चाहिँ कसैलाई ब्लड आवश्यक पऱ्यो भने बी पोजिटिभ ए पोजिटिभ भाइ कसैलाई चाहियो भने चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। टक्क लाएर बाई सबजनालाई यति भन्दै बिदा माग्छु। हस् त धन्यवाद। सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला।